गाइस वेलकम ब्याक टु माई च्यानल। हामी चाहिँ केएफसी गएको थियौँ आज है। भोकले भोकले कुइँ मुसा दौड्दै गर्दाखेरि चाहिँ केएफसी गएको थियो नि त। अनि गएर चाहिँ हामी चिकन अर्डर गऱ्यौँ होइन, केएफसी अर्डर गऱ्यो। अनि अर्डर गरेर हेर्दाखेरि चाहिँ प्लेटमा तपाईँको मेयोनिज र उयो पनि थिएन नि त, टमेटो सस। अनि हामीले त्यो पनि आफै खुद गएर लिएर आयौँ है। अनि चिकन पनि अब अलिकति चिसो चिसै थियो, त्यति उयो तातो थिएन जस्तो अब केएफसीमा हुन्छ तातो तातो चिकन, त्यसरी तातो चाहिँ थिएन चिकन होइन। तर पनि हामीले अब भोकको बेलामा है खानु त पऱ्यो, त्यही कारण खायौँ हामीले। अनि तपाईँहरू चिकन भनेपछि अब कसको मुखमा पानी आउँदैन है, केएफसी झन् केएफसी। अनि यो चाहिँ फ्राइड राइस रहेछ, केएफसीको फ्राइड राइस। फ्राइड राइस भुटेको भात र माथिबाट चाहिँ चिकन राखिदिएको हुन्छ, त्यो रहेछ। अनि त्यो पनि चिसै थियो क्या, कम्ती तातो चाहिँ थिएन। अब जस्तो हट लेखेको थियो नि त तिनीहरूले, तर त्यस्तो हट चाहिँ थिएन क्या तिनीहरूले लेखेकोमा। अनि खाँदै गयौँ है हामी पनि अब भोकको बेलामा है। अनि हामीले फेरि चिकन चाहिँ हामीले उयो मात्रै मगाएको थियो नि त, लेग मात्रै मगाएको थियो है, चिकन लेग मात्रै मगाएको थियो। क्रिस्पी चाहिँ क्रिस्पी थियो चिकन, अब केएफसी क्रिस्पी नै हुन्छ है। टेस्टमा चाहिँ राम्रो थियो क्या, अब राम्रै थियो अब। तर चिसो चाहिँ चिसो थियो, त्यो चाहिँ अलिकति अप्ठ्यारो लाग्यो है। अनि त्यहाँदेखिको हामीले चाहिँ यहाँनिर जुस मगाएको थियो नि त एउटा, पानीमा चाहिँ तपाईँको निम्बु हालेको हुँदो रहेछ, अनि माथिबाट चाहिँ तपाईँको पुदिनाको पत्ता हालेको हुँदो रहेछ है। त्यो पनि टेस्टमा अलिकति राम्रै थियो, ठिक ठिकैको। अब त्यति खास चाहिँ होइन, अब 140 परेको चाहिँ त्यति त डिजर्भ गर्दैन, त्यति चाहिँ लाग्यो। अनि यो चाहिँ फ्राइड राइस हाम्रो। अनि गन्ध सुँघेको नि मैले त फेरि कस्तो छ भनेर है, म पनि खतरा सुँग्नु मात्रै खतरा हो नि त म फेरि। अनि चिकन ट्राई गर्दै मजा आयो केएफसी गएर है। तपाईँहरू पनि ट्राई गर्नु सक्नुहुन्छ 9 माइलमा। 9 माइल तपाईँको उयो सुजुकी सोरुमदेखिको अलिकति तल्लोपट्टि गएर उताबाट आउनुभयो भने राइट साइडमा, यताबाट जानुभयो भने लेफ्ट साइडमा पर्छ है। केएफसी खानुहुन्छ भने तपाईँहरू पनि अलिक ट्राई गरिदिनुहोस् होला त्यहाँनिर। अब मलाई चाहिँ त्यति उयो चाहिँ भएन, अब मजा चाहिँ आएन चिसो भएर है। तपाईँहरूलाई अब मजा आउँछ, जानुहोस् त्यहाँनिर है, इन्जोय गर्नुहोस् केएफसी। अनि लास्टमा चाहिँ हामीले फेरि यहाँनिर केक मगायो नि त। केक मगाउँदाखेरि चाहिँ अब नानीले खाँदै थियो केक है, त्यो चाहिँ मैले मागेर अलिकति खाएको थिएँ नि त। अब केएफसीमा अब केक पनि पाउनु थालेछ, म छक्कै परेको नि अब।